पूर्व राजा लोकप्रिय छन् भने चुनाव लड्नुहोस्, आउनुहोस्, पार्टी खोल्नुहोस्। अब हुँदा हुँदा हिजो के अस्तिका दिन उहिले नेपाली जनताले फालेका राजतन्त्रलाई त्यो तन्त्र फेरि कताबाट उधिनेर कहाँबाट उधिनेर ल्याउने हो, ल्याएर खोइ कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे। अनि मान्छे कुर्सीमा बस्दाखेरि राजा हुने भयो त तपाईहरु कुर्सीमा बस्नुभएको छ राजा हुनु, यता पनि कुर्सीमा बस्नुभएको छ राजा हुनु। कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुहोस्, संविधान अनुसार आउनुहोस्। पूर्व राजा लोकप्रिय छन् भने चुनाव लड्नुहोस्, आउनुहोस्, पार्टी खोल्नुहोस्। एउटा होस्ट भन्छ नि, छाया होस्ट अगाडि सारेर होइन, आफू अगाडि सार्नुहोस् न। लोकप्रिय हुनुहुन्छ भने ठिक छ, चुनाव लड्न आउनुहोस् न। तपाईँलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ नि, आउनुहोस्, चुनाव लड्नुहोस्, पार्टी खोल्नुहोस्। खोलेकै छ त्यसलाई आफ्नो भन्नुहोस्, मेरो पार्टी भन्नुहोस् न। अनि अलिकति टाउको निकाल्न जस्तो यसो पनि गर्ने, अलिक अप्ठ्यारो परेर खुट्ट फेरि पछाडि तानेर कछुवा ताल्ने, टाउको पनि लुकाउने। अब यस देशमा सामन्ती राजतन्त्र, जन्मिँदै राजा हुने कोहीले जुनसुकै क्षमता भए पनि रैती भएर बस्नुपर्ने, यस्तो प्रणाली हुँदैन। नेपाली जनताले अबको समयमा राजतन्त्रलाई स्वीकार्दैन, राजतन्त्र मान्ने हुँदैन। हाम्रो संविधानले राजतन्त्र चिन्दैन, राजतन्त्र फालिसकेको छ नेपाली जनताले। म स्पष्ट भन्न चाहन्छु, बेकारको तनाव बढाउने काम कसैले पनि गर्न नखोज्नुहोस्। संविधानको बाटोमा आउनुहोस्, लोकतन्त्रको बाटोमा आउनुहोस्। सबै समान छन् भन्ने कुरा मान्नुहोस्, सबैलाई अधिकार छ, सबै समान छन्। फेरि राजा भएर रैती बनाउँछु, फेरि 200 कति वर्ष 250 वर्ष फेरि खान्छु। सोझा घलेहरूलाई कुद्दै जाँदाखेरि झाडीमा लुकेर अगाडि गएकालाई त्यसबेला कुदेर जो पुग्छ लेग्लीकोटमा उही राजा हुने थियो। छ्याम काटेर राजतन्त्रको स्थापना गर्नेहरू। उहिलेदेखि यिनको जन्म, यिनको संस्थाको जन्म नै सुरु भएको षड्यन्त्रबाट, यो झाडीमा लुकेर षड्यन्त्रबाट। सकिन्छ भने घलेसँग कुदेर गएर जितेर अगाडि गएर कुद्नै त थियो नि, कुद्नै थियो, कुदेर गएर राजा भएको हुन्थ्यो नि। झाडीमा लुकेर त्यहाँबाट जो अगाडि आउँछ त्यसलाई छप काटेर अनि नजिकै कुदेर गएर आफू चाहिँ म आएँ, म राजा भएँ भनेर कुर्सीमा बस्ने। त्यसरी हत्याएको कुर्सी 250 वर्ष चल्यो। त्यही सम्झिएको होला, झाडीबाट फुत्त निस्किएर आएर कुदेर गएर कुर्सीमा बस्नुमा त्यो जमाना गए। कसैले त्यो जमाना छ भन्ने नसोचेको छ। संवैधानिक र लोकतान्त्रिक बाटोबाट अगाडि बढ्नुहोस्, शान्तिपूर्ण बाटोबाट अगाडि बढ्नुहोस्, विधिको बाटोबाट अगाडि बढ्नुहोस्। बल्मी चाहिँ अराजकताको बाटोबाट, झाडीबाट निस्किएर कोही कत्लेआमको बाटोबाट फेरि सिंहासनमा बस्छु भन्ने ठानेको छ भने नेपाली जनतालाई त्यो कुरा स्वीकार्य छैन भन्ने कुरा मैले अघि नै भनिसकेँ। अब मैले अहिले धेरै यता राजनीतिक कुरा गर्न खोजेको थिएन। मैले विकासको कुरा गर्दै विकास भाँड्न खोज्ने तत्त्वहरू फेरि अनेक थरी तत्त्वहरू छन्। हामी विकासको काममा लाग्न चाहन्छौँ, उनीहरू फेरि खुट्टा समाउने, खुट्टा तान्ने, हात समाउने अनेक प्रकारका काम गर्छन्। यसैमा अलिकति चित्त बुझ्दैन। लोकतान्त्रिक विधिबाट आउन 84 मा चुनाव हुन्छ, थाहा छ होला नि त।